So finally back to guys new vlog र आज हामीहरुको गइरहेको छ ट्रेक नर्थ एबिसी सो हामी चाहिँ स्कुटीमा चाहिँ दुईजना जान गइरहेको छ र अनि हामीहरुको आजको बाटोहरु पनि अलि डिफिकल्टी हुन गइरहेको छ 300 किलोमिटर उता सेकेन्ड जान त्यही पनि स्कुटीमा लेट्स सी है त हामीहरुले चाहिँ कति भएमा चाहिँ हामीहरु चाहिँ आज तातोपानी पुग्न सकिन्छ आज के भोलि भनेर सो हामीहरुको यात्रा सीता पाइला हुँदै हामीहरु चाहिँ अब थाके पुग्नेछौँ र अनि थाकेबाट हामी 9 बिसे मुङलिङको सडक हुँदै हामी मुङलिङ पुग्नेछौँ गाइसहरु र थाकेको सडक चाहिँ यस्तो रहेछ है हामीहरु चाहिँ अब यस्तो बाटो हुँदै मुङलिङको लागि अघि बढ्दैछौँ बाटो चाहिँ अब कति ठाउँमा चाहिँ 4 लेनको जस्तै छ कति ठाउँमा चाहिँ साँघुरो र खोलाहरु चाहिँ हामीहरुले हेर्न पाइन्छ र धुलो पनि एकदमै थियो कहीँ बाटो बन्दै गइरहेको कारणले गर्दा र हामीहरुले चाहिँ बाटोमा चाहिँ ठुलठुलो खाल्टोहरु भेट्न सकिन्छ थियो यस्तै खाल्टोहरु र स्कुटी यस्तोमा कसरी कुदाउने र हामीहरुले चाहिँ बिस्तारै चलाउँदै र अरु गाडीहरु पनि जाममा परिरहेको थियो के हो सबैजना घुम्न जान लागेको थियो जस्तै थियो त्यही भएर So finally we have in Thading guys हैन र अब हामीहरुको अगाडि चाहिँ यस्तो भ्यू रहेको छ This one is the Tirsuli river and so here bridge and हामीहरुले चाहिँ अब यहाँ के खाने विचार गरेको छु अनि त्यसपछि हामी फेरि अघि बढ्छौं So this is the way अनि हामीहरु चाहिँ यस्तै बाटो हुँदै गइरहेको थियो यहाँ चाहिँ 1 लेनमै सबै बसहरु गइरहेको थियो उतापटि चाहिँ रोकिरहेको थियो अनि साइडमा हेर्दा चाहिँ हाम्रो त्रिशुली रिभर अनि डरलाग्दो बाटो चाहिँ नै हो हाम्रो बाटोहरु चाहिँ पहिलाभन्दा धेरै इम्प्रुभमेन्ट भएको छ र कहीँ पहिरो गइरहेको ठाउँमा चाहिँ बाटो बनाइराख्न नपाएको कारणले गर्दा चाहिँ हामीहरुले चाहिँ त्यहाँनिर चाहिँ अप्ठ्यारो बाटो भेटिन्छ अरु ठाउँमा चाहिँ अनि हामीहरुले यस्तै 4 लेनको बाटो चाहिँ भेट्न सकिन्छ बिचमा र राति हिँड्दा चाहिँ बाटो चाहिँ अलि डिफिकल्टी नै हुन्छ बिकज बिचमा चाहिँ खाल्टोहरु चाहिँ आइराखेको हुन्छ र यो बाटो पनि अब ठुलठुलो बसहरु हिँड्ने भएको कारणले गर्दा चाहिँ अलिकति खाल्टोहरु चाहिँ ठाउँ-ठाउँमा थियो हामीहरुलाई 200 भएको कारणले गर्दा त्यति गाह्रो जल लागेन यदि यो राति भएको भए चाहिँ अप्ठ्यारो हुन्छ थियो होला
र हामीहरू चाहिँ अहिले मनोकामना पुगिसकेको छौँ र अब हामीहरू केही समयपछि चाहिँ अनि हामीहरू चाहिँ मुङलिङ पुग्नेछौँ र अनि हामीहरू चाहिँ त्यसपछि चाहिँ पोखराको लागि अघि बढ्नेछौँ। यो पुलमा चाहिँ जहिले पनि अनि हामीहरू गएको बेला चाहिँ फोटो खिचिन्छ। यो चाहिँ हामीहरूको पुरानो पुल र उतापट्टि चाहिँ नयाँ पुल र हरेक पोखरा जाने चाहिँ यहाँनिर चाहिँ एकछिन बसेर फोटो खिचिन्छ। अनि हामीहरूले चाहिँ बाटोमा चाहिँ एउटा एक्सिडेन्ट देखेको थियौँ जसमा चाहिँ एउटा बाइक चाहिँ क्याचक्क भएको थियो, मान्छेहरूलाई चाहिँ केही पनि भएन, गाडी ठोकेको थियो अनि एउटा गाडी चाहिँ बाइक चाहिँ प्याचक्क भएको थियो र त्यो चाहिँ हामीहरूले हेरेको मात्र, भिडियो चाहिँ बनाउनु पाएको थिएन। सो अहिले हामीहरू चाहिँ मर्स्याङ्दी नदीको तिरैतिर हुँदै अघि बढ्दैछौँ र बाटो चाहिँ राम्रै छ यता नि। अनि छेउमा चाहिँ हाम्रो राइट ह्यान्ड साइडतिर चाहिँ मर्स्याङ्दी नदी बगिरहेको छ जुन चाहिँ पुरा सेतो निलो भएर चाहिँ हामीहरूले हेर्न सकिन्छ। यो बाटो चाहिँ हामीहरूले जाम भएको देख्न सकिन्छ। मान्छेहरू चाहिँ कति धेरै मान्छेहरू चाहिँ घुम्न जाँदैछ भन्ने हामीले यसबाट अनुमान लगाउन सकिन्छ। र आज तिहारको भोलिपल्ट भएको कारणले गर्दा मान्छेहरू चाहिँ सबैजना चाहिँ घुम्न चाहिँ जान खोज्छ र धेरैजनाको छठसम्म पनि छुट्टी हुन्छ, त्यही भएर पनि होला। बाइक हुनुको फाइदा पनि नै थियो होला। र अनि हामीहरू चाहिँ यसरी अरू गाडीहरूभन्दा चाहिँ हामीहरू चाहिँ अगाडि फास्ट जान पाइरहेको छ। यो चाहिँ अरूको लेनबाट हामी हिँड्दैछ, तर अब हाइवेमा त्यस्तै हुन्छ र कति बाइकहरू चाहिँ त्यहाँ अड्किरहेको छ। र केही समयको कुरेपछि अनि हामीहरू चाहिँ दुईटै हाइवे खोलेको छ र त्यही पनि हामीहरूले चाहिँ जाम चाहिँ देख्न सकिन्छ अहिले। र उनीहरू चाहिँ अगाडि के भइरहेको छ त्यो चाहिँ मलाई पनि थाहा छैन। सो हामीहरू चाहिँ अघि बढ्दैछु र यो वान लेन बन्द गरेर उताबाट गाडी पठाइरहेछ, फेरि अनि यताबाट गाडी पठाइरहेछ, बिचमा के भएको थाहा छैन। तर र अनि हामी पछि हेर्दै जाँदाखेरि चाहिँ यता चाहिँ पहिरो गइरहेको रहेछ र अनि साइडमा यो तल सिधै हाम्रो मर्स्याङ्दी नदी छ र हामी त्यसकै साइडबाट हिँडिरहेको छ र यतिखेर चाहिँ यता अलिकति कन्स्ट्रक्सन भइसकेको रहेछ। अब केही समयपछि चाहिँ यो बाटो राम्रो हुन्छ होला र यता पहिरो गएको पनि हेर्न सकिन्छ हामीहरूले र तल चाहिँ हाम्रो मर्स्याङ्दीको सही रूप हेर्न सकिन्छ। यही त हो नि लाइफको मजा भनेको। अरूहरू चाहिँ रोकिरहेछ अनि आफू चाहिँ अघि बढिरहेछ र पोखराबाट आउने गाडीहरू चाहिँ सबै यसरी जाममा परिरहेको छ र हामीहरू चाहिँ यसरी हामीसँगै केही बाइकहरू अघि पनि जाँदैछ। सबैजना चाहिँ ट्रेकिङ अथवा मुस्ताङसम्म जान ला होला। हामीहरूले चाहिँ त्यो हेर्दाखेरि नै अनुमान लगाउन सकिन्छ र यहाँनिर चाहिँ यो चाहिँ हामीहरूको हाइड्रो बिचमा रहेको त्यसै पनि हामीहरूको यात्रा अब तनहु हुँदै अघि बढ्दैछ र हामीहरू चाहिँ अब तनहुको यो 4 लेन हाइवे पुगिसकेको छु। यो चाहिँ नेपालको सबैभन्दा अहिले मलाई लागेको चाहिँ राम्रो हाइवे भन्न सकिन्छ र पोखराको लागि यो चाहिँ अब सबैभन्दा राम्रो र टुरिज्मको लागि यो बेस हुनेछ र यहीबाट हामीहरूले बन्दीपुर पनि जान सकिन्छ जुन चाहिँ हामीहरूको नेवारी आर्ट एन्ड कल्चर चाहिँ कन्जर्भ गरेको ठाउँ र यहीबाट हामीहरू चाहिँ केबल कार लिएर माथि जान सकिन्छ। र अब हामीहरू चाहिँ 4 लेन हुँदै अघि बढ्दैछौँ र बाटोको रमाइलो छुट्टै नै छ र हामीहरूको यो स्कुटीको यात्रा चाहिँ राम्रो हुँदैछ र हामीहरूले चाहिँ 60 किलोमिटरमा चाहिँ बाइक रोकेर चाहिँ हामीहरूले चाहिँ आफ्नो स्कुटीको इन्जिन चाहिँ चलाउनुको लागि केही छोडिदिने गरेको छु, जस कारणले गर्दा हामीहरूलाई चाहिँ पछिल्लो समय चाहिँ इन्जिनको माइलेज राम्रो मिल्छ र स्कुटीको हेल्थ पनि राम्रो हुन्छ भनेर चाहिँ हामीहरूले चाहिँ यता बसेर चिप्स र
जुस खाँदैछु। अब हामीहरू केही बेरपछि चाहिँ अघि बढ्छौँ र हामीहरूले अरू बाइकहरू गइरहेको देख्न सकिन्छ र यो रमाइलो यात्रा हाम्रो यहीबाट अब अघि बढ्दैछ र अब म तपाईँलाई देखाउन गइरहेको छु। अब हाम्रो स्कुटी चाहिँ 120 किलोमिटर पर आवरसम्म चाहिँ पुगेको थियो र अब म चलाउँदैछु र मैले चाहिँ धेरै स्पिडमा चलाउँदिनँ। अब हेर्दै जाउँ। हामीहरूको केही बेरको यात्रापछि हामीहरू चाहिँ पोखराको लेखनाथ पुगिसक्यो र हामीहरूले अहिलेदेखि नै हिमालहरू चाहिँ हेर्न सकिन्छ। यहाँ चाहिँ हिमालहरूको प्यानोरामिक भ्यू हेर्दै हामीहरू चाहिँ ड्राइभ गर्दैछु र यताको हाइवे चाहिँ बिस्तारै बन्दै रहेछ र हामीहरू चाहिँ अब पोखरा गएर पोखरामा खाना खाएर चाहिँ अनि हामीहरू चाहिँ अब कास्की हुँदै अघि बढ्छौँ बागलुङको लागि र अनि हामीहरूको आजको यात्रा चाहिँ हामीहरू चाहिँ तातो पानीसम्म पुग्ने भन्ने चाहिँ हामीहरू अब अघि बढ्दैछु र अहिले हामीहरू र यो चाहिँ हामीहरूको कास्की जिल्ला रहेको छ र एकदमै सुन्दर र बाटो पनि एकदमै चिल्लो रहेको छ र पहाडहरू कति राम्रो र यताको घर बाटो चाहिँ कति राम्रोसँग डिजाइन गरेको र यो काठमाडौँभन्दा धेरै नै राम्रो महसुस भयो यो ठाउँमा ड्राइभ गर्दाखेरि र यहाँको घरहरू पनि एकदमै राम्रो छ र आजको वेदर पनि एकदमै राम्रो भएको कारणले गर्दा पनि होला र हामीहरूले नेपालको विकास हेर्न सकिन्छ यो ठाउँमा चाहिँ।
यो बाटो चाहिँ हामीहरूको सारङकोटसम्म पुर्याउँछ र तपाईँहरू पनि गाडीबाटै सारङकोट जान चाहनुहुन्छ भने चाहिँ यता पछाडिबाट पनि जान मिल्छ र पोखराको बिचबाट पनि जान मिल्छ। यहाँबाट चाहिँ माथिको सनसेट अथवा सनराइज हेर्न सक्नुहुन्छ यो माथिको पहाडबाट। हामीहरू चाहिँ त्यही पुग्नेछौँ अब केही बेरपछि र यो चाहिँ हामीहरूको 4 लेनको हाइवे चाहिँ यहीँसम्म मात्र हामीहरूले भेट्न सकिन्छ र योभन्दा माथिको पहाडदेखि चाहिँ हामीहरू चाहिँ 4 लेनको हाइवे भेटिँदैन र 2 लेनको हाइवे हुनेछ। यो हामी ठुलो पहाडको अब केही खुम्तीहरू चाहिँ पार गर्न खोजिरहेको छ र यो बाटो तपाईँहरूले देख्नै सक्नुहुन्छ कस्तो छ। अबको बाटो चाहिँ खुम्ती नै खुम्ती रहेको छ र अब हामीहरू चाहिँ अघि बढ्दैछौँ। हेरौँ है त यो खुम्तीहरूले चाहिँ हामीहरूलाई कुन खुम्तीसम्म पुर्याउँछ भनेर। हामीहरूको यात्रा पोखराबाट 60 किलोमिटर अघि बढिसकेको छ र अब हामीहरू चाहिँ बन्दी साइड पुगिसकेको छौँ केही बेरमा। र बन्दी साइड चाहिँ यो हाम्रो बन्जी रहेको छ संसारकै दोस्रो हाइएस्ट बन्जी साइड रहेको छ र यहाँको स्विम चाहिँ संसारकै सबैभन्दा खतरा स्विम रहेको छ र यो चाहिँ हामीहरूको चाहिँ कुसुम जिल्लामा पर्छ र यहाँको यात्रापछि हामीहरू चाहिँ बागलुङ आधी 1 घन्टामा चाहिँ हामी पुग्छु भन्ने चाहिँ अघि बढिरहेको छ र राति भएको कारणले गर्दा हामीहरू चाहिँ अब यता चाहिँ केही हेरिँदैन अहिलेको लागि र हामी फर्किँदा चाहिँ हेर्छु भन्ने हिसाबले चाहिँ अघि बढ्दैछु किनभने घाम पनि डुब्दैछ। सो हामी अब हामीहरूको यात्रा अघि बढ्दैछ कतै नरोकिकन।
हामीहरूको यात्रा चाहिँ अब बेनीबाट अघि बढ्दैछौँ हामीहरू चाहिँ बाक्लुङ हुँदै बेनी बजारसम्म आइसक्यो र बेनी बजारबाट चाहिँ अब यो हामीहरूको चाहिँ यात्रा चाहिँ अघि हुँदैछ र हामीहरूले देख्न सकिन्छ बाटोमा बत्तीहरू छैन र केही गाडीहरू मात्रै आइरहेको छ र बाटो पनि एकदमै अप्ठ्यारो छ र त्यस कारणले गर्दा रातिको समयमा चाहिँ मलाई चाहिँ चलाउन गाह्रै भएको थियो र लाइटहरू पनि एकदमै आँखामा पर्ने र बाटो पनि नदेखिने भएको कारणले गर्दा यो रोडको यो लाइनहरू हेर्दै र लाइन नभएको ठाउँमा चाहिँ यो स्कुटीकै लाइटको भरमा चाहिँ हामीहरू अघि बढ्दैछौँ र हामीहरूको यो राइट साइडमा रहेको छ कालीगण्डकी रिभर र अनि हाम्रो लेफ्ट साइडमा रहेको छ चट्याङका पहाडहरू र बाटो भने यस्तै अप्ठ्यारो छ र काहीँ मात्र हामीहरूले गाडी भेट्न सकिन्छ न अरू ठाउँमा चाहिँ हामीहरूको यात्रा यस्तै अँध्यारोमा अघि बढ्दैछ अब हेर्दैछौँ हामी कति बेरसम्म चाहिँ हामी तातो पानी पुगिन्छ भनेर र अहिले चाहिँ हामीहरूको बाटो यस्तै नै छ स्टोरी हाल्ने हो क्या है यहाँ मोमो भनेर